जेपी ओली कीरा हो, कुलमान बालेन हीरा हो, कुलमान बालेन हीरा हो, जेपी ओली कीरा हो। बालेनज्यूलाई पनि अनुरोध गर्न चाहन्छु, बालेनज्यू स्टाटस लेखेर बस्नु होइन, आह्वान गर्नुहोस्। कुलमान घिसिङज्यूलाई पनि अब चुपचाप लागेर नबस्नुहोस्। कुलमान घिसिङज्यू, तपाईँ पनि एउटा राजनीतिको नेतृत्व लिन तयार हुनुहोस्। हामी छौँ तपाईँलाई अगाडि बढ्नु पाउनुको निमित्त। उहाँले यी नेताहरूलाई टुकुचमा गाड्छु भन्नुभएको छ। बरु तपाईँले भन्नु पर्थ्यो यो टुकुचा खोलामा गाड्ने होइन, सेफ्टी ट्याङ्की बनाएर गाड्छु भन्नु सक्नु पर्थ्यो। हामी यहीबाट आग्रह गर्दैका छौँ। दर्शक पनि यतिखेर बानेश्वरमा देख्न सक्नुहुन्छ कुलमानको पक्षमा यतिखेर आन्दोलन गरिरहेको समर्थकहरूलाई रोकिसकेपछि यतिखेर ब्यारिगेट नै यतिखेर तोड्नको लागि उहाँहरूले लात हानिराख्नु भएको छ र प्रहरीले यो नियन्त्रण गर्नको लागि कोसिस गरिराख्नु भएको छ। किनकि यो सरकारलाई भ्रष्टाचारी मात्र प्यारो लाग्छ, यो सरकारलाई अपराधी मात्र प्यारो लाग्छ, यो सरकारलाई कमिसन दिने मान्छे मात्र प्यारो लाग्छ। कुलमान घिसिङ अपवाद परे। यो सरकारलाई दीपक खड्कालाई केपी ओलीलाई न कमिसन दिन सके, न भ्रष्टाचारको लागि पर्साइ गर्न सके, न व्यापारीबाट उठेको पैसाको केही प्रतिशत ओलीलाई र खड्कालाई छुट्याउन सके। यसर्थ आज कुलमान घिसिङ जस्ता पात्र यो सरकारको विरोधी पात्र बने र हिजो रातारात निकालिए। म अनुरोध गरिरहेको छु म नेपाली जनता सबैलाई, आज कुलमान घिसिङ हटाइएका छन्, चुपचाप नलाग्नु होला। भोलि बालेन हट्न सक्छन्, भोलि गोपी हमाल हट्न सक्छन्, भोलि हल्का साम्पाङ हट्न सक्छन्। अनि के यो देशमा राम्रा मान्छे जतासुकैबाट हट्ने बस्नेको भ्रष्टाचारी अपराधी दलाल व्यापारी माफिया त्यस्तो मात्र देश, त्यस्तो मात्र व्यक्तित्व सरकारको नेतृत्वमा पुग्यो भने तपाईँ हाम्रो देश रहन्छ होला र? देश त रहला, तर नेपाल भन्ने शब्द हट्न सक्छ। यसर्थ मैले यहीबाट बालेनज्यूलाई पनि अनुरोध गर्न चाहन्छु, बालेनज्यू स्टाटस लेखेर बस्नु होइन, आह्वान गर्नुहोस्। कुलमान घिसिङज्यूलाई पनि अब चुपचाप लागेर नबस्नुहोस्। कुलमान घिसिङज्यू, तपाईँ पनि एउटा राजनीतिको नेतृत्व लिन तयार हुनुहोस्। हामी छौँ तपाईँलाई अगाडि बढ्नु पाउनुको निमित्त, हामी छौँ तपाईँलाई समर्थन दिनको निमित्त। र म फेरि आग्रह गर्न चाहन्छु, हामी काठमाडौँ महानगरपालिकामै छौँ। उहाँले बालेन शाहले हिजो एउटा स्टाटस लेख्नु भएको रहेछ, त्यो स्टाटसमा मेरो थोरै विमति छ। उहाँले